गाइज वेलकम टु माई ब्लग। म एकदम फिट एन्ड फाइन छु। आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला होइन। अनि आज चाहिँ हामी केटाहरूसँग टक्क घुम्न निक्लेको छौँ होइन। 8 जना घुम्न निक्लेको छौँ होइन। सबैजना रुममा बस्दा बस्दा झ्याउ लाएर अनि जम्मैजना यसो बाहिर जाऊँ न त घुम्न भनेर साइकल लिएर केटाहरू जति जम्मै हामी जापानमा पनि यस्तो रोड देखियो होइन। आज पुरै पिच भएको रोड देखाएको थियो। जुनै गल्ली हिँडे पनि पिच थियो। यस्तो पनि रहेछ जापानमा, यस्तो कच्ची बाटो नि। बल्ल बल्ल हामी यहाँ आइपुग्यौँ होइन केटाहरू चाहिँ। अनि पछाडि नै छ, हामी वेटिङमा छौँ। यस यता अगाडि 2 जना अनि हामी वेटिङमा छौँ। चाहिँ फाइनल्ली समुद्र आइपुग्यौँ होइन। अब एकछिन बस्छौँ, फोटोसोटो खिच्छौँ अनि जान्छौँ। यस हेर्नुहोस्, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, यो चाहिँ समुद्र हो। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ होइन। अब एकछिन बस्छौँ अनि फोटोसोटो भिडियो बनाउँछौँ अनि जान्छौँ। यो चाहिँ समुद्र पुगेर फर्किसकेको छ। अब रुम जान लाग्यो। कति बेला हो थाहा छैन, बाटो चिनेको छैन। म्याप हेर्दै जानुपर्छ। केटाहरू पछाडिबाट आउँदैछ, म चाहिँ अगाडि आइसकेँ होइन। यस्तो बवाल छ बाटो चाहिँ। अब चाहिँ हामी फुले फुलको पार्क भएको ठाउँमा जान लागिरहेछौँ। चाहिँ घुम्दै यस्तो फुलै फुल भएको ठाउँमा आइपुग्यौँ होइन। यस्तो दामी ठाउँ नै हुँदो रहेछ, यस्तो राम्रो ठाउँ नै हुँदो रहेछ। फर्स्ट टाइम देखेँ मैले होइन। घुम्दै रमाइलो भयो आजको ट्रिप, मजा भइरहेछ अहिलेसम्म होइन। अब रुममा जाने हो अनि त्यसपछि खाजासाजा खाने हो। रमाइलो रहेछ यो ठाउँ चाहिँ होइन।